Dahil ako content din. Video ke? Kalau video ke? नजानेर अलि ठकै लागेन नि त स्की खेल्न ल्याएको अलिक महँगो गाइजहरू तिमी आज अहिले चाहिँ टक्क हामी हाकुबा आइसक्यौँ टक्क अहिलेको हाम्रो यस्तो छ भ्यू दाइहरू चाहिँ वहाँ जानुपर्छ ओभर लड्नुपर्छ पर्दैन त्यही त साथी वेलकम ब्याक शशीपुरी भ्लग पनि त पनि गाई चाहिँ हामी खतरा यो ठाउँ चाहिँ राम्रो रहेछ है तर नट ब्याड आज हजुर कतिचोटि लड्नु त भन्नु त दुईचोटि ल हजुर चाहिँ म एकचोटि मात्र लड्छु अनि यस्तो खेल्छु हेर कस्तो हो यस्तो यस्तो एकचोटि लड्दिन ल है म चाहिँ 100 चोटि लड्छु होला म लडाउँछु पनि अरूलाई लड्छु पनि म चाहिँ लड्दिन है लडाउनुहुन्छ कि नाइ त यिनीहरूलाई सिकाउँछु त्यो नदिनेको होइन के कालो लगाउन त टु हेलो नै अब भिडियो अगाडि आसिँदै लैजा ठिकै छ मान्छे चिन्दैछु यहाँ फेरि के चल्ला छ यहाँ कतिचोटि लड्ने हो हजुर दाइ लडेकै छैन भाग गाइज जुत्ता लाउँदै हो अनि सबभन्दा धेरै लड्ने चाहिँ है है फेरि आज अनि ल साथी के छ लुगासुगा फेरिदियो अल गुड है आँखा चाहिँ हेर्नै नसकिँदो रहेछ कि है साथीले त मैले चाहिँ फेरि हेर्नु पनि पायो है अनि ल आज चाहिँ मेरो फर्स्ट टाइम हो स्कीको अनि म चाहिँ बोर्ड खेल्छु होला म कहाँ छ यता हो कि यता सुन्नु अरू दाइ चाहिँ केटातिर फोकस म चाहिँ केटीतिर के यो भ्लग Bro, what are you talking about, man? सुन्नु मेरो कुरा सुन्नु अब यो भ्लग त एउटा मान्छेले हेर्न भएन मेरो हेरेपछि दाइको हेर्न मन लाग्दैन मेरो जसले हेर्छ नि त्यो हाम्रो कन्टेन्ट देख्छ यस्तो हो कि आइडिया हो कि उल्टोबाट ल्याउनु बियो के भन्नु अब उल्टोबाट भन्नु कहाँ हो साथी यस्तो लुगा लगाएर पुरै गाडीभित्र हेर्न गइरहेको अनि भरे 4 घन्टाको ट्रिप छ म त अहिलेदेखि रेडी अहिले रेडी सिधै जाने हो सिधै स्की हान्ने अनि दुई भाइ त्यस्तो रेडी जाने बित्तिकै स्की खेल्न पर्छ स्की खेल्न त आउँदैन फर्स्ट टाइम हो मेरो यसको त सेकेन्ड टाइम हो हामी टक्क जाने हो स्की खेल्न हेर ल गगल्स ला र मेरो त कहाँ खसेछ होइन यहाँ छ होला गगल्स खसे छैन त्यही त खसे पनि अहिले भेटिन्छ गाडीमा त होला है त ल है गाइस सी हो है अहिले चाहिँ अलि स्कीको कन्टेन्टहरू हामी यति धेरै हाल्छ आज त साथी लामी लड्छ लड्छ आज चाहिँ हामी है वी आर राइट नाउ मुभिङ आज मैले फुल सेटको साथ आइरहेको छु निन्जु गएको तर यहाँ चाहिँ हल्का लुगाको पनि सस्तो रहेछ है 18 भन्दा है साथी 8K भनेको वाइल्ड जस्तो हो नि 8Kमा हाम्रो त हेलमेट पनि आयो स्केटबोर्ड लुगा जुत्ता सबै अनि माथि चढेको चाहिँ हल्का महँगो पर्छ होला चस्मा लगाएर पनि अब टक्क सेट यही हो आउटफिट अफ द डे जो सेटअप चाहिँ यस्तो छ खेल्न चाहिँ अब आउँदैन यो पनि जोस त फेरि को रे अहिले लड्दैन भनेको को हो तिमी आज म आज बाँच्छु होला त बाँचिन्छ यस्तो हालतले जम्प हान जम्प हान्न केटी हो भयो So how are you feeling right now? फिलिङ एक्साइटेड तर म धेरै लड्छु होला भन्ने डर डर चाहिँ छ भन्न हामी चाहिँ माथि गइरहेको छ होइन गाइस यो चाहिँ हाम्रो कोर्स ग्राउन्ड
यहीँ खेल्ने हो अब यतै तल झर्ने हो साथीको चाहिँ फर्स्ट टाइम हो जोसेर गइरहेछ अब हेर्नु के हुन्छ त्यो छ हाम्रो साथीहरू पल्टिनु न यार आजको यो हाम्रो चाहिँ ट्रेनर होइन दाइ कति हो हजुरको रेट दाइ एक दिन यहाँ स्की खेल्न ल्याएको मेरो अलिक महँगो गाइजहरू म यिनीहरूको ट्रेनर हो है कति हो रेट त्यस्तो रेट भन्दा नि अब साथीहरूलाई त फ्री नै हो म यहाँ अनि के भाइ म यहाँ अलि चाहिँ यस्तो छ अनि के सोचेर आएको एक्सपेक्टेसन कस्तो थियो अरे एक्सप्रेसन त जिरो लड्ने रे दाइ म लड्दैन रे अझ ओए लड्यो भ्यू आयो नाइस नाइस बस ओ त्यसरी खेल्नु देखाएन एकचोटि हात्ती कम हात्ती यु क्यान डु इट स्की खेल्ने भनेको यही हो चाल लत्र्यो मेरो नि चाल यही छ यहाँ बस्यो अनि यसरी भ्यू हेर भ्यू चाहिँ दामी छ घरहरू स्की खेल्न त आइयो साथीहरू तर स्की खेल्नै नआउने लास्ट लड्यो एकचोटि माथि गएर आएँ म चाहिँ दाइहरू चाहिँ माथि गइसक्नु भयो फेरि म चाहिँ लास्टै लडेँ भएँ यो हेर्दा फेरि चाहिँ रमाइलो हो सबैजनालाई तर खेल्दा चाहिँ खेल्न आएपछि चाहिँ राम्रो हो तर खेल्नै आउँदैन त्यही भएर नि गाह्रो छ कसको खसिरहेछ सामानहरू अनि मेन चाहिँ नयाँ मान्छे आउने चाहिँ हल्का युट्युब हेरेर आउनु स्किल हल्का चाहिँ आफ्नो नलेज यताउता हामी चाहिँ के नहेरिकन आएको थियो अनि केही आउँदैन लटेको लटै अनि मेरो यो चाहिँ सेकेन्ड टाइम हो माथि चढ्नु लाग्यो एक्लै छु के सोचेर आएको थिएँ के भइरहेछ ओभर खेलिदिन्छु फर्स्ट टाइम भए पनि भनी सोचिरहेको थिएँ सुत्तिनु परिरहेछ अब चाहिँ हाम्रो सेकेन्ड लड हो नजान्ने जाउँछ छिटो नजान्ने जाउँछ अनि जान्ने लास्टमा आउँछ ए भाइलाई म कन्टेन्ट दिन्छु कि दाइहरू चाहिँ लास्ट लडेको लडै हुनुभयो दाइ दिदी बहिनीहरू कसरी आएको भन्न पनि मिल्दैन हो सबैजना दिदी म कस्तो राम्रोसँग खेल्थेँ राम्रोसँग खेल्थेँ म दिदीलाई हिँड्न त आउनु म त जान हिँड्छु ए कति राउन्ड गयो त 5 कन्टिन्यू हाम्रो नि 6 कन्टिन्यू होइन अब 6 होइन अब यससँग 6 रनिङ होइन हामी 6 मा साथी कति 3 म 4 होला साथी पनि बढाउनु भन्छ से हाय युकी फुरुरु इसकी यारी कुरुरु युकी फुरुरु हे युकी फुरुरु साथी जुस त मरत छ त ए बडी पनि चाहिँ अलिक नजानेर अलिक ठकै लागेन नि त अलिक प्रोहरूलाई यस्तै हो अहिले चाहिँ हाम्रो स्की सक्यो अनि अब चाहिँ गाडी ल्याउनु जानु लाग्यो स्की रमाइलो भयो यसपालि चाहिँ हल्का सिक्यो होइन टक्क
आधी जति त मैले सिकिसकेँ अब आधी चाहिँ अर्को पालि टक्क सिक्नुपर्छ अनि ठाउँ चाहिँ यस्तो छ यी How was the experience, man? मजा आयो है मजा आयो नि तर डेन्जर थाक्यो है अनि हल्का लास्टमा सिक्यो हामीले अनि अब अर्कोचोटि चाहिँ बढी भन्दा हेर न डेन्जर युकी परिरहेछ है हिउँ परिरहेछ के अरे जाने बित्तिकै के अरे साथी ओइ साथी किन जोस् हाम फाल न ल साथीहरू क्या हाम फाल्यो ल 1 2 3 नाइस साथी अनि 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 1 2 3 4वटा बेड छ अनि यहाँ चाहिँ एउटा एक्स्ट्रा रुम छ सब केटाहरूले ढाब्नु बनाएर गरेछन् अनि यस्तो भ्यू छ जाडो यो चाहिँ हाम्रो रुपेश दाइ होइन अनि सिङ्गल होइन कोही केटीहरू छ भने प्लिज होइन तल मेसेज कमेन्ट गर्नु यति राम्रो हेर्छ यति कलिलो उमेरको हुनु चाहिँ ऊ बनाएर रेडी भयो होइन पक्को यहाँ छ चाहिँ झोल पाक्दैछ भातसँग भेराइटी भेराइटिज अफ मिट त्यस्तो इङ्ग्लिस त हाम्रो भ्युवरहरूले पनि बुझ्दैन कि दाइ फेरि हामी इङ्ग्लिस बोल्न लाग्छ हन्तकाले आयो माछाले मासु पाकिरहेछ त्यहाँ त्यस दाइहरू दिदीहरू बसिरहनु भएको छ दिया दिया आहा 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 Good morning. 2,000 years later. अनि वाट्सअप अनि अहिले चाहिँ 12 बजिसक्यो अनि गाडी चाहिँ ओभर हिउँ हिउँ छ घर बाहिर चाहिँ कति हिउँ होला कि यस्तो हिउँ छ अनि म चाहिँ उठिसकेँ अहिले बाहिर -5 छ होला समथिङ के छ -5 छ जस्तो लाग्यो अनि अब चाहिँ खाजा बनाएर रेडी भइसक्यो अब दाइहरूलाई उठाउनु जान्छु यसो बाहिरको भ्यू पनि देखाएको अनि टक्क खाजा पनि देखाउँछु ल खाजा रेडी होइन 7 बजे उठ्छु भनेर उठेन म उठेर अनि यही उठेको 7 बजे उठ्छु भाइ म 7 बजे है 7 बजे 7 बजे 7 बजे तँलाई देख्न तँलाई त यति हटाएछ हामीलाई हिजो होइन होला यस्तो देखायो नि के छ हिजो राति कति चाँडो छुटेको हजुर सुरुमै गएर हजुर छुटेको होइन अनि टक्क बिहानको भ्यू चाहिँ यस्तो छ ओभर आइस परेछ तर राति यो छतको आइस झरेर क्या साउन्ड टक टक गराउने रहेछ -5 छ अनि अब चाहिँ खानाबाट निस्किन्छौँ होला अनि निस्केर बाहिर घुम्न जान्छौँ अनि साथीहरू चाहिँ लुगाहरू चेन्ज गर्दैछ यु क्यान सी रुपेश दाइको ट्याटुज रुपेश दाइले ट्याटु हान्नुहुन्छ अरे कता खाँदा आयो दाइ ट्याटु यो चाहिँ आमको कसको यादमा हान्नु पनि दाइ कसको यादमा हान्नु पनि ए माया गर्ने भएर चाहिँ हानेको यत्तिको चाहिँ हुनुपर्छ फेरि साथी घरको भ्यू कस्तो लाग्यो त ओभर हिउँ छ है साथी मुखमा हा गर्दै धुवा आउँछ यार कति हक्छ छ साथी यार गाडी छ हाम्रो अनि अहिले हाम्रो यस्तो भ्यू छ अनि अब चाहिँ रेडी भएर जाने गइहाल्नुपर्छ लेसी कता गइन्छ टक्क अब चाहिँ हामी घर निस्किनु लाग्यो अनि एक लट चाहिँ चेकिङ सबै सामान छ कि छैन कसरी बनाउनु छुट्टी छ कि नै भनेर चेक गर्दै गर्नुपर्छ है गाइजहरू यो हाकुबा स्की रिसोर्ट नजिकै यो ठाउँ चाहिँ दामी दामी छ है साथी नजिकै बाई बाई
अनि यो चाहिँ हाम्रो घर थियो अब घरलाई पनि बाई बाई भन्नुपर्ने छ अनि ऊ नखोल भन्दैछु पढाए पाठ 16 दिन 8 दाइ अलो के लगाइज होइन आजको लागि चाहिँ हाम्रो यहाँ सक्यो अब चाहिँ हामी कता घुम्न जानुपर्छ हाम्रो भिल्लालाई बाई बाई गरेर भिल्लालाई टक्क जान लागेर चाहिँ फेरि स्नो पऱ्यो है साथीहरू अब चाहिँ यो घरलाई बाई बाई हेर्नुपर्ने हुन्छ अहिले फेरि लाम्मै हान्नु छ नि फेरि ब्रेक हेर्नु फेरि कस्तो ब्रेक हेर्नु यस्तो ब्रेक चाहिँ हान्नु भएन है बढी हुन्छ कमाउँछु तिम्रो सधैँ मैले त माया नजानी नराउँछु ड्राइभरमा माइलो मोटर चलाउँदै रोकेको भर्खरै भिडियो सिडियो बनाऊँ भनेर जाडो छ चाहिँ जापानमा कस्तो जाडो बढेको हो साङ्गाचुमा नि यस्तो जाडो नहुनु पर्ने लास्ट जाडो भइरहेछ यार यस्तो भ्यू छ अहिले चाहिँ साङ्गाचुमा नि कस्तो जाडो हुने है अझ पहिला पहिला यस्तो जाडै हुन्थेन अनि हाम्रो त जाँच चलिरहेछ ल बस्यौ भाइ अगाडि सुरु तिमी नाचे गाली यता म देखाउनु न यता म यता म फर्किनु न हजुर 3 2 1 गो है त अनि यहाँ ब्लग माथि ब्लग भाइ के हुँदैछ टिकटक कस्तो भयो त ए मा टिकटक सोचे जस्तो गएन नि दाइ सोचेदै जिन्दगी रहेन छ दाइ कस्तो अब अलि नि कफी हान्छ त के हो तिम्रो दाइ उसको हान्नु न उसको कपी हान्नु एकचोटि दाइ टिल नेक्स्ट टाइम अनि फलो हान्नु साथीहरू